गाइस मलाई चाहिँ पुरा डर लाग्यो Finally we reach टिस्टा आइपुग्यो हामी हो यो चाहिँ हो टिस्टा खोला यहाँ मान्छे चाहिँ कम्पनीमा काम गर्ने हुँदो रहेछ हो अब हामी यहीँ बस्छ रहेछ यहीँ बसौँ साह्रो हुँदो नाजौँ ल छिटो आउनु गाइस वो माथि चाहिँ सेतो खालको बाँदर देख्यो हामी सेतै बाँदर सेतो बाँदर गाइस माथि तर देख्दैन रहेछ नि राम्रोसँगले व्हाइट कलरको बाँदर पनि देख्यो हामीले कस्तो दामी बाँदर हामी चाहिँ उहाँ तल गएको थियो यहाँ तल चाहिँ पानी भेट्न अलिक साह्रो अब चाहिँ फेरि अर्को जग्गामा जाँदैछु व्हाइट कलरको मंकी देखे हामीले तर छ नि क्यामेरामा चाहिँ आउनु सक्दैन रहेछ हामी चाहिँ फेरि अर्को जग्गा गएको गाइस हामी चाहिँ अर्कै जग्गा गएको थियो त्यहाँ चाहिँ यस्तो बस्ने जग्गा थिएन हो पानी पनि प्रब्लम थियो यस्तो डरलाग्दो हिँडेर आएको हामी चाहिँ यस्तो जङ्गल बाटो होइन फाइनली हामी चाहिँ यहाँ आइपुग्यो यहाँ चाहिँ यस्तो रहेछ होइन फलानी छ अन्त ऊपर छ साथीहरू पर बसिरहेछ अब नि हल्का खाजाहरू खाएर चाहिँ फेरि उकालो चढ्नुपर्छ होइन यो चाहिँ अनप्लान हो हाम्रो यो प्रोग्राम चाहिँ हाम्रो अनप्लान भएको हो अब यो डर लाग्यो मलाई आयो यहाँ बल्लै बल्ल मात्रै रहेछ है गाइस यहाँ चाहिँ यस्तो रहेछ होइन यो चाहिँ फ्लड आएर चाहिँ यस्तो भएको रहेछ गाइस मलाई चाहिँ जुगाले पुरा टोक्यो आज कि मेरो चाहिँ ओ पोजिटिभ भएर होला कि पुरा टोक्यो के त्यो मासु कटिङ छिटो गरेर चाहिँ खाएर जानुपर्छ पानी पर्नु आँट्यो हो गाइस नजारा ऐसा है यहाँ का अब त्यसरी छैन के रस है त्यहाँ नि किनेको भन्दा यो चाहिँ बनै यहाँले चाहिँ यहाँ गुरु दिइ सक्छ वाटरमेलन खानु नि त अनि रहेछ ठक्ठक चाहिँ यानी मिठो छैन अरे के भएको भएन गाडी भन्नु छ भएर है अहिलेको तरबुजा बिना सिजनको बिना सिजन भए मिठो हुनु पर्यो नि हो अन्त वाह हाम्रो आगो दामी बोल्दैछ गाइस अब यहाँ चाहिँ मासु पुले खानुपर्छ छिटो खाएर जानुपर्छ म त डर लाग्छ खलाको चाहिँ म बेसी बोल्छु जहाँ पनि गयौँ जलपाइगुडी स्पेसल चाहिँ हुनै पर्यो हो के छैन भने चाहिँ कुछ नहीं होगा मुरै वाटरमेलन cucumber गाइस हाम्रो यति दामी स्पेसल हुँदैछ होइन कटिङ चाहिँ खतरा छ चपिङ बोट चाहिँ तरबुजा चाहिँ मिठो भएन र चपिङ बोट हालेर तरबुजालाई चाहिँ खानेको सँगले रिजेक्टिसमा पस्छ नि वाउ जलमुरी यस्तो निम्बु लेमन यतिको एक्टिभ हुनु पर्यो नि कोले खायो टेस्ट गर्यो जंगलमा आए सबै एक्टिभ हुनुपर्छ एउटाको हात पड्क्यो पाइ खाँदैन अनि फेरि भन्नु त के भन्नु भयो जंगलमा आए सबैको हात लाउनुपर्छ नभए खाइ पाइ खाँदैन पाकेर आउँदैन मुखमा आफैले एक्टिभ गर्नुपर्छ भन्नु यो चाहिँ के हो गाउँको यो चाहिँ फ्रुट जुस म आफै बनाइदिएको फ्रुट जुस लोकल फ्रुट गाइस हाम्रो स्पेशल हुँदैछ यहाँनिर अब ऊ परसम्म चासम्म अलङ अरे जे पनि रे चेन कसमा यो मासु चाहिँ यो चाहिँ के माइक स्पिकर हाम्रो पतिम चाहिँ चिसो टिस्टामा गएर नुहाएछ होइन पुरा कामदैछ होइन अब तापिरहेछ यतिको जोस चाहिँ हुनुपर्छ पतिम जस्तो गरेर नुहाइले यस्तो पाक्नुपर्छ बिस्तारै बुतुल न अन्त मिठो चाहिँ मिठो रहेछ के बलुवा मासु यो यस्तो यो कोही बात छैन यसरी खानुपर्छ हैन बलुवा चाहिँ यो चाहिँ के हो पाउँदिन जस्तै छ त के छैन कमलोले बलुवासँगै खान्छ
पुरा चिरिक चिरिक गर्छ त दाँत पनि मिठो दाँत टल्किन्छ यो मासुले चाहिँ दाँत डह्रो टल्किन्छ कति पनि खानु न मासु छिर्नु सक्दैन यहाँ त उमा कस्तो कालो मासु पहिला खाएको छ त्यस्तो छ तर हामी चाहिँ मासु खाँदैन सबैलाई भलुवा निकाल्दै दिन्छ म एउटा चिज देखाउँछु ल कोही ढुङ्गा हेर्नुहोस् त गुम्पा चाहिँ छ छोटो जस्तो रहेछ यो गुम्पा चाहिँ नि स्टेप स्टेप हो नि त घाम लागेको पछि दामी देख्ने रहेछ नि त गुम्पा जस्तो रहेछ व्हाइट कलरको बाँदर पनि हुँदो रहेछ यहाँनिर हामीले देख्यो पढ्यो गैस वेदर चाहिँ कालो कालो हुँदैछ अब जानुपर्छ खाएर कति उकालो चल्नुपर्छ अब त एक पाला नि जान्छ यो बाटोदेखि चाहिँ हिँड्नुपर्छ हामी रोड निस्किनुको लागि चाहिँ आधी माथि पुगिसक्यो अझै माथि चाहिँ हिँड्नु यस्तो डरलाग्दो छ हामी चाहिँ आइसकेको फर्स्ट ग्रुप उतलादेखि यहाँदेखि अन्त सेकेन्ड ग्रुप चाहिँ आउँदैछ आउनु नसकेर यस्तो डरलाग्दो छ बाटो तिर्खालले मन आँट्यो